कति लाग्छ अहिले थाहा न मलाई पनि हँ थाहा न खोइ जिया जिते भन्नु छोरो छोरो कान्छ छोरो कसरी लाग्यो अहिले मलाई थाहा न जिया बाहिर थियो म भित्र छु ढोकै कान्छ के ढोका खोला चुप ओ भोत के गर्ने म भित्र गएँ जियालाई भाइसँग बाहिर हिँड्दै त कोही भित्र थियो खोले सक्दैन त्यसले अनि जियालाई ताले छोड्नु पनि सक्नु पर्यो नि त्यो लगाएर चाहिँ हेर्नु के होला ढोकै पकाउनु के होला बाबु कान्छो आमा नि ढोका खोलो राजा हेमन ल्याइदियो मजा हुँदैन ढोका भन्दै राजा छोरो ढोका खोलो छोरो चुकुल ताने लु चुकुल खोलो बाबुले चुकुल ओइ तानी लाग्छ के ओइसम्म कति लाग्छ बाबा ढोका अब यो ढोका फुटाउनु पर्छ होला अब त्यसले फुटाउनु होइन सर भने त यो टोइलेट पैसा थियो अब यसरी हुन्छ अब यसलाई ढङ्गा हानेर चाहिँ भन्दा यसलाई यसरी काटेर अनि यसरी हाछिराएर चाहिँ खोलियो कि काट्नु कहाँ काट्नु दिन्छ कसरी काट्नु यसलाई काट्नु एल्युमिनियम छ कति बेरको छोडे कान्छ लड्दाखेरि यो ढोका म भर्खर बाल्य मात्रै पुगेको छु अनि नभए त्यो बरु कुनै कब्जा उठे पनि केही कब्जा हुँदैन किन उठिन्छ त्यस्तो बलि गरेर छोडे कान्छ छोड बाबु ओ ढोकै खोल्नु के गर्नु बाबु खुलिनु पर्ने बाबु चुप लाग न त्यो ल्याउँदा त्यो ह्याम्बरले छोडे कान्छ अलिक पर्दा त खोल्छ खोल्नु लाग्यो अलिकति त्यो भाइम्बरको त्यो चुच्चोले नि खाना कहाँ छ ह्याम्बर रहेछ हाम्रो छैन यो छैन ह्याम्बर चाहिँ ह्याम्बर हाम्रो कहाँ यहाँ ह्याम्बरै छैन त हाम्रो कहाँ छ माथि होला माथि माथि कहाँ चम्चाले खोलिन्छ त आफै छिरेर आफै लगाएर म भर्खर बाल्य पुग्छु टोइलेटमा के चिया बसेको थिएँ के ह्याम्बर खान्छ कान्छ होला ढोका होला ढोका ल ल बाबु चुकुल खोलिदेऊ न त मेरो राजा चुकुल खोल बाबु आफै खोल्नु सक्छ खोल छोडे कान्छ छोड बाबु लड्छ है छोरा ल्यायो छैन हाम्रो यही बेला अनि कहाँ गयो त ह्याम्बर ह्याम्बर चाहिँ घरमा हुन्छ नि चुप 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 भाइलाई पकाए कान्छो यहाँ अस्ति त्यसले छोड्यो भनेर मैले बे यसरी भाँचिदिनु यसरी यसरी भाँचिदिनु हो यहाँ हेर त यता यता बाबु बाबु तिमी यहाँ चाहिँ दिदी छ दिदी छ न होला छ होला दिदी यहाँ छु त दिदी यहाँ छु त बाबु खान्छ ढोका होला ल ल ल भएन खान्छ ढोका होला ल आइसक्यो यहाँ चाहिँ बाबाको हाती यहाँ चाहिँ बाबाको हाती यहाँ चाहिँ बाबाको हातसँग मात्र यसले पनि हुन्छ के अरे यसले के बाबु यता नि किन ठोका हुन्छ हुन्छ खोला खोला ढोका खोला त बाबु ढोका खोल न राजा बाबु खोल न खोल बाबु जिया नर्भसको निस्क्यो त्यहाँ त जिया त्यो होला हो क्या बाबु मैले यस्तै हुन्छ भनेर मलाई बाबु हेर है म एकछिन सक्छु आएछु दुईजना थियो कोठामा खान्छ खोला खोला जियाले भाइसँग के गर्नु खान्छ अनि तँलाई त्यो भाइ भित्र छिरेपछि तँलाई अनि फेरि याद गर्नु पर्दैन भाइ छिरेर जियालाई ढोका तान्यो होला खोला 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 खान्छ हातले खोला चुकुल खोला कान्छ फेरि कागज साह्रो हुन्छ नि बाबु त्यस्तै कान्छ चुकुल खोला साह्रो छ ढगाल्नु पर्छ त्यसको यो चुकुल कस्तो साह्रो हो फेरि बाबु त्यो ह्यामर भएको सही हुन्थ्यो अनि भने त्यो ह्याम्बर चाहिँ कहाँ राखेको उनीहरूले भयो होला कान्छ भयो ल ओ भयो ल अलिअलि तर बाबु के छिरेर अलिक गरौँ उडाइले हान्ने के हाल्ने
चुप चुप ल फुल फुल छ अब छोडे कान्छ यो यसले हुन्छ उयो पनि छ त खाने त त्यसले हुन्छ यसले। बाबा सिलाउटा बोकेर यत्रो गरिसक्यो अब त्यो धेरै छिरेछ क्या त्यसले त सबै छिरायो कि जियालाई पेसेन्ट ढले थियो होला नि त सायद के चुप लगाउन सजिलो छ तर साह्रो छ कि अलि गर्न चुप 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 रोएको रोए गरेर बसिया छ नि अनि लाग्यो आइज बाबु छोडी मान्छे क्या हो बाबु के कस्तो छिटो धोका लाग्यो तेरो अस्ति पनि कहाँ लगायो लगाएको